नमस्कार, मूलपत्र.com मा स्वागत छ। आज हामी मूलपत्र.com मा चाहिँ लिम्बू भाषामा अथवा लिम्बू भाषालाई विभिन्न भाषामा अनुवाद गरेर पीएचडी गर्नुभएको छ। उहाँले आफ्नो पीएचडी को आज लन्च छैन के भन्छ आजको त यो चाहिँ अर्कै विषय हो। अनुवाद गरेको बुकको बारेमा चाहिँ यहाँ कार्यक्रम पनि गरिएको हुन्छ। यो मौकामा उहाँसँग हाम्रो भेट भयो र हामीले मूलपत्र.com मा उहाँलाई सानो एउटा 5-6 मिनटको भिडियो अथवा उहाँले कसरी गर्नुभयो, के विषयमा गर्नुभयो, यस विषयमा उहाँको समग्र अहिलेसम्मको विशेष योजना परिश्रमको बारेमा कुरा गर्छौँ। पहिलो कुरो, उहाँ आफू पनि प्रोफेसर हुनुहुन्छ, कलेजहरू पढाउनुहुन्छ। आफ्नो विषय र किताबको बारेमा आफ्नै मुखबाट परिचय दिनुहुन्छ। हजुर नमस्ते। हजुरले आफ्नो बारेमा यसो जानकारी गराउनु न। ठिक छ, मेरो तर्फबाट हजुरहरू नमस्ते। म मधुराज केरुङ, मेरो स्थायी घर पाँचथर जिल्ला फिदेन नगरपालिका 10 याङनाम र अस्थायी बसोबास चाहिँ फिदेन बजारमा बस्दै आएको छु करिब 15 वर्ष अगाडिदेखि। र सानैदेखि मेरो चाहिँ क्षेत्र भाषा, साहित्य, संस्कृति, कला, चलचित्र सम्बन्धी हो र विशेष अहिले चाहिँ पाँचथर भोटकी क्याम्पसमा करिब 8 वर्ष अगाडिदेखि प्राध्यापक छु र मैले अध्ययन गर्ने चाहिँ मेरो उपल्लो तहको अध्ययन विद्यावारिधि चाहिँ लिम्बू लोकपद्यमा रस विधान भन्ने शीर्षकमा भर्खरै विद्यावारिधि समाप्त भएको छ, सकिएको छ, सम्पन्न भएको छ। र विगत लामो समयदेखि लिम्बू भाषामा किताबहरू लेख्ने, गीतहरू लेख्ने, लिम्बू भाषालाई कसरी संरक्षण गर्न सकिन्छ, कसरी विकास गर्न सकिन्छ, विभिन्न माध्यमहरूबाट, कविताको माध्यमबाट, आख्यानको माध्यमबाट, अनुवादको माध्यमबाट, चलचित्रको माध्यमबाट, नाटकको माध्यमबाट पनि यसलाई कसरी विकसित गराउन सकिन्छ भन्ने सन्दर्भसँग मूलतः जोडिएको छु र अन्य नेपाली भाषासँग सम्बन्धित कामहरू पनि निकैवटा गरेको छु जस्तो लाग्छ। लिम्बू भाषा नि, म पनि लिम्बू गाउँमा हुर्केको, लिम्बू समाजमा गाउँमा भनौँ न, यो लिम्बू भाषा अलिकति लोप हुन थाल्यो। लिम्बू जुन विदेश पलायन अथवा सहरीकरणको कारण लिम्बू भाषा जुन मातृ रूपमा बोलेको ठेट लिम्बू भाषा त्यो अलिकति लोप हुँदैछ। यसलाई संरक्षण गर्नको लागि पनि तपाईँले यो गर्नु, यस्तो यो किताब लेख्ने, यो साहित्यलाई उजागर गर्नुभएको। निश्चय रूपमा अब यो अहिलेको जुन ब्ल्याक एन्ड व्हाइटमा एन्सर दिँदा चाहिँ यसको पुग्दैन। अब लिम्बू भाषा एउटा भयो, त्यो सँगसँगै नेपालका आदिवासीजन्य भाषाहरू चाहिँ किन लोप भयो त भन्दा त्यसको हामीले कारण खोज्ने हो। के कारणले लोप भयो भन्दाखेरि यसमा एकात्मक राज्य सत्ताको चाहिँ एकल भाषिक नीति र त्यसले सिर्जेका विभिन्न बाधा व्यवधानहरू, अवरोधहरू नै प्रमुख कारण भएर अगाडि देखिन्छ। त्यो एउटा अर्को पोलको कारण हो र अर्को पोलको कारण भनेको चाहिँ स्वजातिहरूले पनि त्यसतिर बढी चिन्ता र चासो नदिनु पनि अर्को कारण हो। भाषा किन लोप हुन्छ, भाषा किन सकिन्छ भन्ने सन्दर्भ चाहिँ यो बिल्कुल रूपमा भाषा वैज्ञानिक उत्तर हुनुपर्छ। यसको भाषा वैज्ञानिक प्रश्न पनि हुनु पर्यो त्यसलाई। त्यसले चाहिँ सबैभन्दा पहिले महत्त्वपूर्ण कुरा चाहिँ भाषा लोप हुनु चाहिँ स्वयं वक्ताहरूले बोल्न छोड्न जानु र राज्यले त्यो भाषालाई हेरचाह नगर्नु, संरक्षण नगर्नु, एउटा भाषालाई मात्रै बचाउनु, त्यसको ज्वलन्त उदाहरण चाहिँ नेपाल। जस्तो नेपालमा चाहिँ आदिवासीजन्य भाषाले गल्ती लगाउनुपर्छ, यिनीहरू जङ्गली भाषा हो, घरमा पनि नेपाली भाषा बोल्नुपर्छ, यो औपचारिक माध्यमहरूमा पनि, स्कुल कलेजहरूमा पनि नेपाली भाषा नै बोल्नुपर्छ, अन्य भाषाहरू बोल्यो भने चाहिँ त्यो भाषा समाप्त भएर जान्छ। जस्तो लिम्बू संस्कृति एउटा विश्वमा छ। लिम्बू फिल्म लेख्नुहुन्छ, लिम्बू भाषा, यो एउटा फिल्मबाट सन्देश दिनुभयो, एउटा विद्यावारिधि पनि गर्नुभयो लिम्बू भाषामै भनौँ न। यसमा कस्तो चुनौती भाषाको, यसलाई अध्ययन गर्न अनि रिसर्च गर्न के समस्याहरू गर्नुभयो, अनि त्यसमा कति चाहिँ हामीले सङ्घर्ष गर्नु पर्यो, अनि यसको आउने पिँढीले के तपाईँबाट सन्देश पाउँछ, त्यो अध्ययन गर्दा के थाहा पाउँछ? यो प्रश्न चाहिँ अत्यन्तै लामो भयो, 3वटा प्रश्न जोडिएर आयो। पहिलो कुरा तपाईँले सोध्नुभएको यो प्रश्नले 3वटै फरक खालको उत्तर खोज्छ। पहिलो कुरा चाहिँ चलचित्रसँग जोडिने, कलासँग जोडिनेको एन्सर एक किसिमको हुन्छ र दोस्रो अहिलेको विद्यावारिधि यो अनुसन्धानसँग सम्बन्धित गरिने कार्यहरू चाहिँ नितान्त प्राज्ञिक प्रश्न हो। त्यसको निम्ति अब अन्तर्राष्ट्रिय स्तरमा अरूले दिने सन्देश फेरि अर्को कुरा हो। यसलाई म सकेसम्म जोडेर भन्ने प्रयत्न गर्छु। अब यो विद्यावारिधिसम्म जाँदाको समस्या चाहिँ नेपालमा विशेष गरेर
शासकीय भाषा भन्छौँ हामी नेपाली भाषाकै रजगत छ, अङ्ग्रेजी अन्तर्राष्ट्रिय भाषाको पनि किसिमको आफ्नै छाप छ। त्यसको बिचबाट चाहिँ यो मातृभाषाहरू सरकारले पनि नहेरेको खण्डमा हैन, स्थानीय सरकार पनि उदासीन भइरहेको यो विषम परिस्थितिमा अब हामीले आफ्नै स्वलेखकहरूको तर्फबाट स्वतर्फबाट हैन हाम्रो आफ्नै व्यक्तिगत पहलबाट धेरै चाहिँ कठोर कामहरू गर्नुपर्ने मेहनत गर्नुपर्ने परिस्थिति छ। त्यसमा पनि यता प्रायिक क्षेत्रमा चाहिँ लिम्बू भाषाबाटै लेखेर दियो भने चाहिँ त्यो अवोध गम्य साबित हुने, कसैले नबुझ्ने। त्यसो भएपछि अब लिम्बूबाट भाषाबाटका सामग्रीहरू सङ्कलन गऱ्यौँ, त्यसलाई नेपाली भाषामा ट्रान्सलेसन गऱ्यौँ। ट्रान्सलेट गर्दाखेरि कतिपय कुरा ट्रान्सलेटै नहुने, कतिपय चाहिँ अर्थको अनर्थ लागेर जाने, यी चुनौतीहरू चाहिँ विद्यमान छन् अहिले पनि। यो नेपाली लिम्बूमा मात्रै होइन, यो चाहिँ समग्र संसारको भाषाहरूमा हुने अवस्था चाहिँ त्यस्तो एउटा ट्रान्सलेसन गर्दा अर्थको अनर्थ लाग्ने, जुन जे कुरा भनिन्छ ती शब्द चाहिँ अनुवादै नहुने, ती समस्याहरू छन्। र यहाँसम्म आइपुग्नलाई अब मेरो व्यक्तिगत हिसाबले त म सानैदेखि नै अब भाषा साहित्यको संरक्षण विकास र पुनरुत्थानको निम्ति जीवन समर्पित गरेको हुनाले म यही क्षेत्रमा सङ्घर्ष गर्दै आएँ। तर चुनौती चाहिँ अब एउटा सीमान्त ठाउँमा बस्नु, पास्तरको फिल्ममा बस्ने, अनि त्यसपछि आफ्नै भाषाबाट काम गर्दा अन्य वक्ताहरूले आफ्नो भाषा नबुझि नदिने, त्यसको अनुवाद गर्दाखेरि अर्थको अनर्थ पनि लागिदिने र एउटा नवीनतम विषय जस्तो पनि हुने। तर त्यसले चाहिँ के गर्यो भने काम गर्न अझै मलाई चाहिँ बनाएको छ, जुन विश्वविद्यालयले यसले मान्यता दियो, यसले हुन्छ भन्ने खालको एक्सेप्ट गर्यो। नेपालमा पहिलोपटक यो यही लोक साहित्यको चाहिँ पहिलोपटक विद्यावारिधि लिम्बू लोक साहित्यमा चाहिँ त्यो सङ्घर्ष चुनौती त तपाईँले धेरै भोग्नुभयो होइन। यसलाई हामीले संरक्षणहरू तपाईँलाई भने चलचित्रबाट पनि यसलाई उजागर गर्ने काम गरिरहेको त्यतातिरका समस्यालाई पनि समग्रतामा यो एउटा प्रमुख कुरा चाहिँ जोडिने भाषासँग। भाषा चाहिँ अभिव्यक्तिको माध्यम हो, संस्कृतिलाई चाहिँ अभिव्यक्त गर्ने भाषा। भाषामै समस्या आएपछि ती यावत समस्या सबै जोडेर आउँछ। ती भाषा जति सबल भएर आयो, जति भाषाले प्रायोरिटी पाउँदै गयो, जति सरकारी अफिसतिर राज्यको चाहिँ विभिन्न प्रशासनिक क्षेत्रतिर त्यो भाषालाई चाहिँ फर्मली हिसाबले प्रयोग भयो भने त्यो अटोमेटिकली प्रयोग भएर जान्छ। र त्यहाँ प्रयोग नभएको भाषालाई हामीले संरक्षण गर्नु आफैमा एउटा चुनौतीपूर्ण कार्य हो होइन। यो चैत वैशाखमा धान रोप्नु जस्तो पनि हो, अत्यन्तै कठिनतापूर्वकको कर्म हो। मैले अन्तिममा तपाईँहरूलाई व्यस्तता एउटा अन्तिममा क्वेसन चाहिँ एउटा लोप हुन आँटेको जुन नयाँ जेनेरेसनले माया मार्दैछ त्यो भाषा, हामी पनि त्यहीँ हुर्केको, ती भाषालाई संरक्षण गर्न तपाईँले विद्यावारिधि गरेको विषयसँग जोडेर राज्यले अथवा हाम्रो समाजले जुन हामीसँग विभिन्न सङ्घ संस्था जोडेका छन्, हाम्रो नेतृत्वले के गरिदिँदा त्यो भाषा पनि सुरक्षित हुन्छ, भाषा पनि संरक्षण हुन्छ? अत्यन्तै सुन्दर प्रश्न हो यो चाहिँ। सबैभन्दा पहिले भाषालाई काम लाग्ने बनाउनु पऱ्यो। भाषा काम लाग्नु पऱ्यो त लिम्बू भाषा पढायो बापत त्यसले चामल पाउनु पऱ्यो, त्यसले चाहिँ जीविकोपार्जनको माध्यम हुनु पऱ्यो, प्रशासनिक क्षेत्रमा भाषा प्रयोगमा आउनु पऱ्यो, भाषा अनिवार्य भएर जानु पऱ्यो। त्यो खालको चाहिँ नीति नियमहरू निर्माण गर्नुपर्छ, चाहे त्यो सेन्ट्रल लेभलको सरकारसँग, सङ्घीय सरकारसँग होस्, चाहे प्रादेशिक सरकारबाट होस्, चाहे स्थानीय सरकारबाट, कुन कुन क्षेत्रमा कुन कुन भाषाहरू कामयाब हुन्छन्, सरकारी कामकाजको भाषामा प्रयोग गर्न सकिन्छ, त्यसको चाहिँ अध्ययन गरेर प्रतिवेदनको अनुसारले अध्ययन प्रतिवेदनको अनुसारले चाहिँ त्यसले सरकारी कामकाजको रूपमा प्रयोग गर्दै आयो भने त्यो भाषा बाँच्छ पहिलो कुरा। त्यो भाषा बाँचिसकेपछि चाहिँ के हुन्छ भन्दा मान्छेले जीविकोपार्जन गर्न पाउँछ। आज मान्छेले लिम्बू भाषा पढ्नेवाला छैन, तामाङ मगर पढ्दैन, त्यसको सट्टामा कोरियन पढ्नेवाला छ, जापानी त्यहाँ छ। त्यहाँ त त्यो पढिदिए बापत त्यसले पनि प्रेम गर्यो नि, भाषा एकरो प्रेममा त बाँच्ने कुरा भएन, त्यो प्रेम चाहियो। त्यसो भएको हुनाले भाषाले जबसम्म समृद्ध ढङ्गले सरकारी तहबाट त्यसले न्याय गरिँदैन तबसम्म अरू कुराहरूमा प्रयोग गर्नु चाहिँ गाह्रो छ। मैले यहाँनिर एउटा सोधेँ, यो तीन तहको सरकारमध्ये यो आवश्यक अथवा यसलाई संरक्षण गर्न कुन तहको सरकारले विशेष पहल गर्नुपर्ने चाहिँ सङ्घीय सरकारमा प्रदेश र स्थानीय दुई सरकारले त्यसमा स्थानीय किन नेपाल चाहिँ बहुभाषिक जाति विविधता, एउटा पालिकामा लिम्बू भाषा प्रयोग हुन्छ, अर्कोमा राई प्रयोग हुनसक्छ, अर्कोमा तामाङ प्रयोग हुनसक्छ, अर्कोमा मगर प्रयोग हुन्छ। त्यो क्लस्टरिङ मेथडको हिसाबले
कुन भूगोलमा चाहिँ कुन जातिहरूको समूह बसोबास छ, त्यहाँ त्यो भाषाले सरकारी कामकाजी भाषाको रूपमा प्रयोग गर्नु चाहिँ उपयुक्त हुन्छ कि हुँदैन, सम्भव हुन्छ कि हुँदैन भन्ने कुरा पर्याप्त तथ्यात्मक कुरा हो। लिम्बू भाषा त त्यो खुल्यो अरे होइन, त्यहाँनिर त्यो पढ्ने विद्यार्थी नै भएन भने समस्या हो। त्यसैले कुन कुन क्षेत्रमा कुन कुन जातिहरूको सम्भव छ त्यो तरिकाले लानलाई स्थानीय सरकार चाहिँ पनि अगाडि बढ्नुपर्छ। प्रदेश हुनुपर्छ। प्रदेशले अस्ति घोषणा गर्ने भने अहिलेसम्म टार्दै आएको छ, एउटै भाषाको पक्षमा मात्रै छ नि त सरकार त। हामीले उहाँ तपाईँको किताबको बारेमा पनि थोरै भनिदिनु न, यसमा जोडिएर थोरै 2 मिनट 1 मिनट किताबको बारेमा भनिदिनु। यो पुस्तक चाहिँ हाम्रो सुप्रसिद्ध चलचित्रकर्मी लेखक उपेन्द्र सुब्बाको लाटो पहाड भन्ने नेपाली कथा सङ्ग्रह हो। यसलाई लिम्बू भाषामा अनुवाद गरिएको हो। यो चाहिँ केवाकोकमा भनेको लाटो पहाड। यसको अनुवाद म एउटा भइ अर्को पुष्पहाङ वा सौनी लिम्बू 3जनाले अनुवाद गरेका छौँ। तर यो ऋतिक मङ्गुदाईले चाहिँ यसको प्रकाशन गर्नुभएको छ। त्यसको समीक्षा चाहिँ आजको समीक्षा कार्यक्रम चाहिँ आज आयोजना गरिएको हो। धेरै टाइम दिनुभयो, धेरै धेरै धन्यवाद। त्यहाँको